स्ट्रिट चाइल्ड अफ नेपालले छत्रेश्वरी गाउँपालिका लगायत विभिन्न साझेदार संस्थाहरू, राष्ट्रिय बहिरा महासङ्घ नेपाल, नेपाल दृष्टिबिन कल्याण सङ्घ र आसमान नेपालसँगको सहकार्यमा सिकाइ स्तरमा आधारित शिक्षण पद्धति अनुकूलन गरेको छ। यसको मुख्य उद्देश्य भनेको समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्धन गर्नु हो। यस पद्धति अनुरूपका क्रियाकलापहरू अपाङ्गता भएका विद्यार्थीहरूको आधारभूत सिकाइ सुधार केन्द्रित रहेका छन्। जस्तो चस्मा लगाउँछ कि लगाउँदैन भन्ने प्रश्न छ। लगाउँछ भन्यो भने 1 नम्बर हो, त्यहाँ 1 लेख्ने हो। लगाउँदैन भन्यो भने 2 नम्बर हो। अपाङ्गता सम्बन्धी, समावेशी शिक्षा सम्बन्धी विभिन्न कुराहरू सिकाउनु हो र हामीले यो 2 दिनको तालिम जसरी हामीले क्रियाकलापहरू गऱ्यौँ र यसबाट हामीले धेरै आशा राखेका छौँ कि हाम्रो विद्यालयमा, सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरू छन्, त्यसमा हामी अभिभावक मात्रै नभएर टिचरहरू पनि कति नजिक छौँ र तिनीहरूका समस्या के छन् र तिनको पहिचान हामीले गर्न सकेका छौँ कि छैनौँ भन्ने बस्न माग्न नगरौँ कोठामा त्यस्तो समस्या। त्यस्तो किसिमको त्यो उनीहरूलाई अपाङ्गता पहिचान हुने किसिमको त्यस्तो कुनै पनि क्रियाकलाप गरेका थिएन। पछि हामीले त्यो अर्ली स्क्यानिङ गर्दा 3 जना त्यस्तो किसिमको बालबालिका भेटेका छौँ। राहतको अवस्था अथवा यो विकट ठाउँमा यो शिविर बस्नु अत्यन्तै प्रभावकारी र एकदम राम्रो लाग्यो मलाई। त्यहाँको सरले मलाई गार्जेन लिएर जानलाई अथवा अभिभावक लिएर जानलाई भन्ने कुरा मैले मेरो बच्चालाई लिएर आएको थिएँ। यहाँ ल्याएर आउँदा एकदम विशेषज्ञ डाक्टरबाट पाउने सेवा एकदम प्रभावकारी अति नै राम्रो लाग्यो। चित्र हेरेर लेख्नुहोस् भनेपछि बारे चाहिँ चित्र थाहा हुनु त्यो भएकोले बरु चित्रको सट्टा के एउटा उसलाई गर्नु जरुरी अर्को टिचर जम्मा कति सिङ्गा रहेछन्? 12। यो टाल तालिमले विद्यार्थीहरूको सिकाइमा शैक्षिक सामग्रीहरू सहित सिकाउँदा विद्यार्थीहरू पनि एकदमै खुसी र उत्साहित देखिन्थे र बालबालिकाहरूले शब्दहरू सङ्केत गर्न, त्यसपछि गणितका सामान्य जोड घटावहरू गर्न एकदमै सजिलो भयो र खेल मार्फत सिकाउने भएकोले उनीहरू खेल सँगसँगै सिकाइमा एकदम उत्साहित देखिन्छन् र मैले यो टाल तालिम लग्नुभन्दा पहिला र अहिले धेरै फरक पाएको छु विद्यार्थी भाइ बहिनीहरूमा। परियोजना अन्तर्गत अपाङ्गताको प्रारम्भिक पहिचान लगायतका 10 हप्तासम्म सिकाइ स्तरमा आधारित शिक्षण पद्धतिको कार्यान्वयन गरिएको हो। क्रियाकलापको कार्यान्वयन पश्चात गरिएको सिकाइ परीक्षणले आधारभूत सिकाइमा उल्लेखनीय सुधार देखाएको छ।